आँखामा चाहिँ पुस्नु पर्यो। ठिक छ, आँखामा कस्तो गर्यो त राउन्ड राउन्ड गर्दा पनि भयो, नत्र यसरी। तर बेटर चाहिँ यसरी पुस्नु चाहिँ बेटर हुन्छ। यो राउन्ड राउन्ड भयो भने अलिक दुख्न सक्छ कि है। कस्तो भयो त यसरी चाहिँ पुस्नु पर्यो। त्यसपछि चाहिँ आइब्रोमा, ठिक छ, त्यसपछि फरहेडमा है। अनि त्यसपछि तल आउँदा पनि यहाँ छोएको छ, सिधै आएर यहाँ तल आउने होइन। यहाँ पुसिसकेपछि फेरि सिधै आइब्रोमा पुस्ने, गालामा पुस्ने, अनि नाकमा है, अनि हातले कहाँ पुस्ने त अब बुझ्यो, अनि कानमा है। अब त्यसपछि हाम्रो फर्स्ट स्टेप कुन थियो त क्लिन्जिङ हो नि त। अब जस्ट हामी नराखिकन गर्छौँ ल। अब स्टेप पनि मजाले हेर है। अब सबभन्दा फर्स्टमा चाहिँ एप्लाई चिनमा, राइट चिकमा, लेफ्टमा, फरहेडमा होइन। त्यसपछि चाहिँ थोरै पानी है, पानी एड गर्दै चाहिँ हामीले जहाँ मन लाग्यो त्यहीँ गर्न चाहिँ मिल्दैन। स्टेप वाइज हुनु पर्यो। जस्तै पुस्दाखेरि स्टेप वाइज गयो नि, त्यस्तै गरेर मसाज पनि क्लिन्जिङको त्यस्तै गर्नु पर्यो। अब अरू ठाउँमा भएको भए सानो सानो गोलो मात्र गर्थ्यो, तर यहाँ अलिकति स्टेप पनि छ कि क्लिन्जिङमा। कता कता हामी बाहिर जाँदाखेरि सोध्छ कि, त्यही भएर चाहिँ स्टेप ल। यो सबभन्दा फर्स्टमा हामीले स्टार्टिङ गर्नुपर्ने भनेको चिनबाट है। अब मजाले यसलाई सानो सानो गोलो गर्दै कहाँ ल्याएँ मैले, कानको तलसम्म, यसलाई चाहिँ ज लाइन पनि भन्छ। त्यसपछि फेरि ब्याक गर्दै बिचमा राखेँ, हातलाई छोड्नु मिल्दैन है, सानो सानो गोलो। त्यसपछि रब, मजाले यसरी रब गर्नु पर्यो। अनि एउटा हात छोड्दै अर्कोले यसरी तान्नु पर्यो स्टेप 3 मा है। त्यसपछि फेरि सानो सानो गोलो भयो, दिया बिचमा राख्यो है। त्यसपछि थम्बले जिगज्याग यहाँसम्म एकदम आनन्द आउँछ। मेरो सबै 4 गएको जस्तो कि त्यो क्लाइन्टलाई त्यसरी फिल गराउनु पर्यो है, जिगज्याग। अनि त्यसपछि सानो सानो गोलो देखिरहेछ है, सृष्टि देखिरहेछ नि। त्यसपछि तलमाथि स्टेप हेर है, घरमा चाहिँ मजाले प्र्याक्टिस गर्नु पर्यो। अब तलमाथि, त्यसपछि सानो सानो गोलो है, फेरि ब्याक आयो। अब त्यसपछि प्रेसिङ, हाम्रो चिनमै कतिवटा स्टेप भयो त, थुप्रै स्टेप भयो नि त है। 3 चोटि चाहिँ प्रेसिङ गर्ने। त्यसपछि हातलाई नछोड्ने, फेरि ब्याक गर्दै चिनमा छुँदै कहाँ आएँ त मैले, लाफिङ लाइन, यसलाई चाहिँ लाफिङ लाइन भन्छ है। लाफिङ लाइनमा चाहिँ सानो सानो गोलो गरेँ। कुन फिङ्गरले गरेँ मैले, मिडल फिङ्गरले मजाले सानो सानो गोलो गर्ने। त्यसपछि क्लकवाइज 1 2 3 प्रेस, 1 2 3 प्रेस। कसैको यो पार्ट एकदम कालो हुन्छ, याद गर्नुपर्छ। अनि ड्राई फुस्क परेको हुन्छ है, त्यही भएर मसाज यो। त्यसपछि तलमाथि अप्पर लिप्स र लोवर लिप्स कस्तो दरेको हुन्छ फेरि है, मजाले थम्बले यतिसम्म हात हुनु पर्यो है। अनि त्यसपछि फेरि सानो सानो गोलो गर्दै कहाँ आएँ त, गालामा। लाफिङ लाइनसँगै नाक छ कि आँखा छ कि गाला छ, गाला छ नि त होइन, त्यही भएर सँगै भएको चिजलाई नै छुने सानो सानो गोलो है, मजाले गर्नु पर्यो। यहाँसम्मै, यहाँसम्म कस्तो अल्छी लाग्ने पालामा भयो है हात त फेरि ल। यहाँ सानो सानो गोलो मजाले। त्यसपछि यो डार्क सर्कल हुन्छ नि यहाँ होइन, यहाँ हड्डी हुन्छ, चिक बोन भन्छ यसलाई। यसरी चिक बोनमा चाहिँ यसरी रब गर्नु पर्यो। त्यसपछि आँखा, गालासँगै आँखा छ कि नाक छ, नाक छ नि होइन, त्यही भएर सानो सानो गोलो गर्दै हामी नाकतिर जानु पर्यो। नाकमा पनि सानो सानो गोलो, मजाले सानो सानो गोलो। त्यसपछि जिगज्याग, जिगज्याग गरिसकेपछि 1 2 3। त्यसपछि प्रेसिङ नोजको 1, आँखाको कर्नरमा 2, अनि यहाँ हड्डी हुन्छ यता 3, अनि आइब्रोको बिचमा 4 है। अब हामी फरहेड छ कि आँखा छ, नाकको सँगै आँखा छ नि, त्यस भएर सानो सानो गोलो आँखातिर है, मजाले सानो सानो गोलो। दिमाग घुम्यो कि निद्रा लाग्यो के भयो है, सानो सानो गोलो। त्यसपछि 1 2 3 हो, फेरि एन्ड क्लकवाइज 1 2 3, हात यहाँ पुग्यो नि। त्यसपछि सानो सानो गोलो, यहाँबाटै सानो सानो गोलो गर्दै फरहेड छ कि आइब्रो छ, आइब्रो छ नि, यो आइब्रोमा सानो सानो गोलो मजाले गर्नु पर्यो है। त्यसपछि निधारमा मजाले सानो सानो गोलो, स्टेप वाइज आयो। हामी हात छोरी आयौँ कि स्टेप वाइज आयो, स्टेप वाइज आयो एकदम आनन्द हुन्छ। सानो सानो गोलो गऱ्यो। त्यसपछि जिगज्याग फरहेडको स्टेप है, जिगज्याग। त्यसपछि फेरि सानो सानो गोलो है। अब 1 2 3 प्रेस, 1 2 3 प्रेस है। अब यो हात छोडेर सिधै यसरी जाने होइन, अब सानो सानो गोलो गर्दै जानु पर्यो
तल के सिधो के क्लिन्जिङको स्टेप बुझ्यौ है। मजाले सानो गोलोमा रब गर्नु पर्यो। अब सिधो भने चाहिँ के गर्ने त फेरि यसरी प्रेसिङ गरेर घाँटीमा गर्ने कि जिउमा गर्ने कि कानमा गर्ने जस्तो